हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई न्यू भिडियो। साथीहरू, धेरै दिनपछि फेरि म नयाँ ब्लगको साथमा उपस्थित भइसकेको छु। सबैले हेरिदिनु होला, सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। साथीहरू, आज चाहिँ चिरिक्क घाम लागेर म चाहिँ नुहाएर घाम ताप्दै बसिरहेको छु। साथीहरू, तपाईँहरूकोतिर के कस्तो छ? हाम्रो इटरीतिर चाहिँ घाम चिरिक्क लागेको छ है। साथीहरू, के गरेको? भाडा मोल्ने तयारी हुँदैछ। कुकुर पनि सुत्दैछ घाम लागेर। आज यस्तै छ साथीहरू, भिडियो पनि नगरेको थुप्रो भएको थियो, अनि आज चाहिँ यसो भ्लग गरिदिउँ न त भनेर ल्याएको। साथीहरू, के गर्नु, अहिलेको मौसमले नानीहरू पनि धेरै बिमारी भइरहेको छ। एउटालाई हिजो दबाई गरेर ल्यायो, फेरि आज अर्को बिमारी। साथीहरू, के गर्ने, यस्तै छ। अब फेरि मेडिकलतिर जान आँटेको छौँ, हेर्दै गर्नु होला। के गर्नु, अहिलेको अब मौसम चेन्ज हुँदैछ, त्यही भएर सबै बिमारी मात्रै छ हौ गाइजहरू। के गर्नु, मेरो छोरी बिमारी भइरहेको छ। मेरो छोरी चाहिँ यहाँ सुतिरहेको छ, बिमारी भएर। हिजो भर्खर छोरालाई दबाई गरेर आएको, आज फेरि छोरी बिमारी भयो। के गर्नु, सबैले हेरिदिनु होला, माया गरिदिनु होला। जे जस्तो भयो, जानी नजानी भ्लग बनाएर हाल्दैछु, सबैले माया गरिदिनु होला गाइजहरू, हेर्दै गर्नु होला। हामी चाहिँ टाइल सेन्टर आइसकेका छौँ। चाहिँ बास्तोको टाइल सेन्टर। हिँड्दैछौँ, घाम पनि लागिरहेछ मजाले। चाहिँ हालिदिने ठाउँ मैले अरू भिडियोमा पनि देखाएको छु हजुरहरूलाई। बासबारी चाहिँ आइपुग्न आँट्यौँ हामी। के गर्नु हौ, म त नानीहरू पनि सन्चो हुँदैन, आफूलाई नै आधी मार्क्स हुन्छ। उसको बाउ पनि गाडी कुदाउन गएको छ 2-4 दिनको लागि। अहिले घरमा म एक्लै छु। अब मेडिकल पनि हामी आइपुग्यौँ होइन। अब हिँड्दैछौँ, हेर्दै गर्नु होला। बासबारी चोक आइपुग्यौँ। तल चाहिँ बासबारी चोक। मेडिकल पनि आइसकेको छौँ। अब मेडिकलमा दबाईहरू लिएर तपाईँहरूसँग म भेट्नेछु। मेडिकल, बासबारीको मेडिकल। रुँदैछ नक्कली। कब डरले मान्छे देख्नु हुँदैन, रुएर चाहिँ गर त, काखीमा हालिदिनुपर्छ रुएर। होइन होइन कब यहाँनिर ज्वरो चेक गर्ने नि त, नि दबाई खाएर निको हुन्छ होला। सबै पनि गरिसक्यौँ, त्यस्तो नराम्रो केही पनि देखाएन मेरो नानीको चाहिँ। अनि एउटा सिर्फ खोकीको मात्रै दबाई दिएर पठाउनु भएको छ, 2टै नानीलाई हुन्छ भनेर। अनि हामी चाहिँ यता खाजा खान आएको। खै भयो, आउनु न क्या। खाजा खाएर घरतिर जानेछौँ। सबैले भिडियो अन्तिमसम्म हेरिदिनु होला, सबैलाई माया गरिदिनु होला भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु। बाई बाई।